हेलो साथीभाइहरू, हामी चाहिँ दोकान जाँदैछ हो। अनि यहाँ चाहिँ पर दोकान चाहिँ यहाँ हो होइन, हाम्रो घर चाहिँ यहाँ हो। अब हाम्रो त भन्नु मिल्दैन अब तिम्रो चाहिँ भन्छु ल म ल तिम्रो त भन्छु, मेरो कहाँ भन्नु म त मिल्दैन। अनि त्यो माथि चाहिँ हेर्नु नि, यस्तो भिड जङ्गलमा चाहिँ नि मैले देखाउनु खोजेको चाहिँ दुईवटा मात्रै घर छ क्या। हेर्नु त्यो घर पनि क्रिस्चियनको घर रहेछ, कति खुसी कुरा हो। स्टार राखिरहेको छ यत्रो जङ्गलमा, हेर्नु चाहिँ यत्रो जङ्गलमा चाहिँ त्यो खोला पारी हो माथि। यो माथि चाहिँ भाइचुङ भोटियाको माथि अब जग्गाहरू पर्दछ गाउँहरू होइन, यी मात्रै घर रहेछ होइन। तर यो जग्गामा पनि क्या कस्तो के भन्नु न, अब कस्तो दामी पिस रोड पुगिसकेको रहेछ। अम्बो अचम्म है, पिस रोड पुगिसकेको छ नि हौ। त्यहाँदेखि अलिकति यता हेऱ्यो भने चाहिँ यति रहेछ घर हो, एउटा दुईवटा तिन चार पाँच हो हेर्नु न। अब त्यो डल्लै भित्र चाहिँ रोड पुगिसकेको छ, त्यो अलिक बेसी नै छ होइन। यो त्यो पारि चाहिँ नाम्ची देख्दैछ। अन्त बुहारी चाहिँ ऊ चाहिँ मेरो देउरानी है, बहिनी हो, बुहारी भनेर बानी भएछ मेरो देउरानी। हेलो देउरानी नानी, हजुर भन न। उता एकछिन हिँड्नु न, वक गरौँ न बाटो कस्तो क्या। हामी चाहिँ यता वक गर्दै आउँदैछ होइन। अन्त तिमीलाई राति हिँड्नु मनपर्छ वक गर्नु? के को डर हो, यहाँदेखि उता चाहिँ रेसी पर्छ 1 किलोमिटर उता होइन। उपरसम्म घरहरू छ, यति चाहिँ सबैको दोकान छ। गाडीको के भन्नुहुन्छ, हावा लाउने टायर। यता चाहिँ म पेट्रोल पम्प मात्रै देख्ने, पेट्रोल पम्प चाहिँ तर रेसी काटेर मतलब जोरथाङ काटेर छ होइन, सिक्किमदेखि उता। अनि यहाँ घर हो, यहाँ हाम्रो योना भाइको घरहरू हो। अँधेरो छ। अनि यो उकालो चाहिँ खास बाटो पत्ता हो नि, राति हुँदै लाइट देखाउँदा अलिकति यता यो उकालो चाहिँ अब जानुपर्छ मेरो नन्दाको घर जाने बाटो भन्नु न। नन्दाको घर जाने बाटो मेरो नन्दा है, नन्दा भन्नु म बहिनी भन्छु हौ किन भन्दा त अब नन्दा भन्नु मिल्दैन नि त। अब यो बाटो कहाँ जाने हो, माथि जान्छौँ त्यहाँदेखि चाहिँ उयो गरौँ न। यो बाटो हेर्नुहोस् त, यो बाटो बरु पिस भएको छैन होइन। त्यो पाहाडीको बाटो पिस भएको, अम्बो कस्तो होला। त्यो पाहाडी डल्लै पिस भएको छ। पोहोरको साल चाहिँ नि खन्दै थिएँ म उना पोहोर पाहाड हो। आज हेर यहाँनिर अम्बो यो चाहिँ यसरी नि त प्राइभेट रहेछ नि त, सबै पब्लिक डिमान्ड प्राइभेट हो होइन। अथवा यहाँनिर अब पिस पनि हुन्छ हुँदैन त्यो थाहा छैन। ल सबैजनालाई गुड नाइट भन्दै अब आजको भिडियो यहीँ राख्न चाहन्छु। को सुत्नु भयो, को सुत्नु भएको छैन, मेरी क्रिसमस टु अल माई फ्रेन्ड्स है, सबैजनालाई भन्न चाहन्छु। अनि मेरो भिडियो चाहिँ हेर्दै गर्नु होला, रातिको पनि आउँछ दिउँसो पनि आउँछ हो। ल हेर्नु चाहिँ यस्तो छ।